हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू एनदर भ्लग एन्ड एनदर मोटो भ्लग। तपाईँलाई चाहिँ म आज टक्क लाएर नयाँ मोटो भ्लगमा चाहिँ लिएर जाँदैछु। भिडियोलाई अन्तिमसम्म वाच गर्नु होला है। अघिल्लोभन्दा अलिकति बिग्रिया छुट्टै किसिमको हुनेछ। अघिल्लो भिडियो चाहिँ अलिकति बिग्रेको थियो, तर आजको चाहिँ एकदम राम्रो हुने होला किनभने एकदम गजबको ठाउँमा जाँदैछु म। बाटो सबै गाउँको बाटो हो होइन, यस्तो छ। टक्कै बाटोमा लिएर जाँदैछु। भिडियोलाई अन्तिमसम्म वाच गर्नु होला। मैले यहाँ यो सेट गरिसकेँ। अब 150 मै भए पनि मैले चाहिँ मोटो भ्लगहरू बनाइरहेको छु होइन। राम्रोसँग हेरिदिनु होला, साथ सपोर्ट गर्नु होला। लेट्स सी। अहिले त बाटो बनाएको रहेछ यार। पहिला त यो बाटो यस्तो नराम्रो लागिरहेको थियो। भाइ र म कुमलटारी जाँदा भाइ र म जाँदाखेरि होइन, अनि यो कालीमाटी भन्ने ठाउँतिर जान लागेको म चाहिँ। अहिले त बाटो राम्रो बनाएको रहेछ त। अस्तितिर त यस्तो धेरै ढुङ्गाहरू थियो यहाँ। भाइले मलाई लिएर जाँदाखेरि अहिले त राम्रो बनाएको रहेछ ल। यो बाटोमा चाहिँ बाघ लाग्छ अरे, बाघ। यो बाटोमा यो जङ्गलमा चाहिँ बाघ लाग्छ अरे होइन। ओहो हो हो कस्तो कुदेको त यार। मलाई यो बाटोमा पहिलाचोटि चलाउन डर लागेको भएर भाइले लिएर गएको हो। मलाई बिरामीलाई भेट्न गएको हामीहरू होइन। अनि टक्क लाएर अस्ति अनि एउटा नयाँ मोटो भ्लग हालेको थिएँ होइन। अनि त्यो भिडियो त अब पहिलोचोटि क्यामेरा सेट गरेको होइन, आफूलाई थाहा पनि थिएन, आइडिया पनि थिएन नि त। म अब कस्तो आइरहेको भन्ने कुरो दिमागमा पनि गएन। अनि आज पनि कस्तो पो छ अब थाहै छैन। अनि कस्तो आइरहेको भन्ने कुरो दिमागमा गएन, थाहा पनि भएन होइन। अनि पछि त हेर्छु भनेको त ल म्याक्री बाटो मात्रै देख्दिरहेको राम्रै आएको छैन रहेछ। त्यही पनि अब अहिले जम्मा 75 सब्सक्राइबर मात्रै छ मेरो होइन। म चाहिँ चाहन्छु कि मेरो च्यानलमा पनि एकदम धेरैभन्दा धेरै सब्सक्राइबरहरू मिलोस् होइन। बाटो चाहिँ यहाँबाट फेरि बिग्रिसकेको रहेछ। अनि धेरैभन्दा धेरै सब्सक्राइबरहरू मिलोस् होइन। अनि एकदमै राम्रो होस् भन्ने चाहन्छु। अनि त्यतिखेर चाहिँ मेरोमा अझ 50 मात्र 52 53 55 कति मात्र थियो सब्सक्राइबर त्यो भिडियो अपलोड गर्दाखेरि। तर ठिकै हो, अब 200 कति भ्युज पुगेको रहेछ। यही बाटो त हो नि होइन। 80 79 कति भ्युज गएको होइन। अनि मेरो लागि त त्यही भयो नि धेरै हो क्या। अब 50-60 सब्सक्राइबरमा त्यति सब्सक्राइबर जानु भने मेरो लागि त धेरै ठुलो कुरो भयो नि त। अनि त्यो भएर अनि म चाहिँ त्यतिमा पनि खुसी भएर बसिरहेको मान्छे हो क्या। अब यो भिडियो चाहिँ एकदम धेरैभन्दा धेरैजनाले हेरिदिनु होला, धेरैभन्दा धेरैजनाले माया गरिदिनु होला हैन।
पानी गर्मी छ यार गर्मी चाहिँ दामी छ के म माथिबाट यहाँसम्म यो हेल्पसम्म होइन हिँडेर आइरहेको हुन्थ्यो क्या हिँडेर यहाँसम्म म पहिला हिँडेर आइरहेको हुन्थेँ हाम्रो राति आएको बाहिर म 11 बजे होइन 11 बजे आउँदाखेरि चाहिँ एक ठाउँमा चाहिँ होइन अनि कस्तो भइदिरहेको भने झ्याप्प बत्ती गइदियो क्या बत्ती अफ भयो क्या बाइकको त्यो ठाउँ पनि देखाउँछु म ओए हेलो हेलो चिल हो क्या बिन्दास तारमा सुत्दिरह यार यो हो नि त मजा होइन यो हो नि त मजा रुखको फेदमा झ्याप्प लाएर सुत्दिरह यस्तो गाउँको बाटो ओए यो चाहिँ टक्क लाएर कालीमाटी भन्ने ठाउँ हो अहिले चाहिँ म कालीमाटी भन्ने ठाउँमा पुगिसकेँ होइन अनि यो बाहिरमा आउँदाखेरि दामी पारामा चाहिँ मेरो बाइक यहीँनिर अफ भयो हो क्या अहिले पनि बाटो त अप्ठ्यारै छ नि यो चाहिँ आयुले लड गयो मम्मीले काँक्रा बेच्ने कि नबेच तिमी काँक्रा बेच्छौ बेच न मलाई मम्मीले बेच्न भएकै छैन क्या छ कहाँ छ अरू अन्त पनि छ छैन अन्त कहाँ तिम्रो नाम के हो तिम्रो नाम बहिनी परिचय कस्तो मिठो हाँसेको हो माइ गॉड ल धन्यवाद काँक्रा खानु पऱ्यो है गाइस म तिमीलाई भेट्न आएको आयो भन्दैन आयो भन यस्तो मिठो छ यार मुस्कानको फिदा है म त्यही काँक्रो किन्छु भनेको फ्रीमा पाइयो होइन मागेर ल्याउनु त मागेर ल्यायो जबरजस्ती बेच्दिनु हुँदैन सो मच दाजुजीहरूलाई अब यहाँ बुवा पिपल ट्रक जाने यतैबाट हो ए ल धन्यवाद गोरेटो बाटो छ क्या मान्छे हिँड्ने बाटो थाहै छैन यार कस्तो बाटो छ पहिलोचोटि जान्ला हो यस्तो छ बाटो सबै यस्तै हो क्या हो ओए किनबाट आयो क्या वाउ यस्तो मिठो हावा लाग्यो हाम्रो तल चाहिँ टक्क बुढी गण्डकी हो होइन यहाँबाट तल चाहिँ यो सबै यहाँबाट परको फुजेल भन्ने चाहिँ यो यार ए नजिकै रहेछ यार गुर्खा ओह चिप्लो ए यो गाइज गाउँको बाटो यही हो गाउँको बाटो होइन रैले ढुङ्गा उपर गोर्खा फुजेल ओए यहाँबाट नि आधी घन्टा लाग्छ
हिँडेर भने जस्तो लाग्थ्यो यार ढुङ्गा यार तिमी फुल्यौ कतै म फुले कतै ओहो कस्तो चिप्लेको यार जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ दामी देखियो नि होइन कस्तो देखिरहेछ ठिक छ सबैजना सन्चै हुनुहुन्छ के छ सन्चै हुनुहुन्छ ठिकै रहेछ बाटो जिप त हिँड्छ क्या हो हिँड्नु त हिँड्छ जस्तो त लाग्थ्यो त्यो आयो त यार राफ हुन्न राफ चल यस्तो चिप्लो यार अलिकति बाटो क्या त्यहाँ पिपल टारबाट यो बाटो कोही हिँड्छ कि हिँड्दैन यार बाइकहरू यहाँबाट ओए माकुरी बाटो त कस्तो छ त यार हरूलाई पिपलटर जाने यतैबाट हो सोधिदिउँ ला त्यहाँबाट कहाँबाट लैजाने यार यहाँबाट लैजा भाइ यहाँबाट लैजा लयो भाइ लयो मकै त दामी भएछ त सबै गोरेटो बाटो रहेछ क्या बाटो त ठुलो देखियो होइन यत्रो बाटोलाई कसैले किन आइए बा मारे थिच्यो यत्रो बाटोलाई किन गोरेटो यत्रो बाटोले किन गोरेटो भनेछ भन्ने भयो होला यो बाइक तर यार डेन्जर गर्मी रहेछ यार हाम्रोतिर भन्दा नि गर्मी यार ओ माई गड म चाहिँ पहिलोचोटि आइसक्यो क्या ओहो वाट नाइस ओए यहाँ त यस्तो दामी रहेछ त यार यहाँ त दामी रहेछ त यार वाह सम्म है त्यही भएर गर्मी रहेछ क्या यस्तो वाट नाइस यार यहाँनिर चाहिँ राम्रो लाग्यो मलाई कहाँ हो पसल आउँदाखेरि कहाँ पसल आउँछ ओए यस्तो राम्रो भ्यू देखिरहेछ होला देखिराख्नु भएको छ होला त्यो बाटो पनि यार कता के हो कि यार गोरेटो बाटो चढियो चढाउन भनेको चढियो कस्तो राम्रो रहेछ त ठाउँ यार यहाँ एक्सपेक्टेसन भर्सेस रियालिटीमा धेरै फरक भयो यार हाम्रो इकाइ कता हो स्वास्थ्य इकाइ उसले अगाडि हो ए पसल भने कहाँ बस्छ सुशाजी ए यहीँ हो ठाउँमै आएर रोकेछ त्यहाँ ए ल धन्यवाद कस्तो राम्रो रहेछ त ठाउँ त यार
सोचेको भन्दा पनि धेरै राम्रो होइन यहीँ रोकी कस्तो राम्रो ठाउँ रहेछ त म त सोचेकै थिएन यस्तो सोचे भन्दा धेरै फरक पाइयो त हेलो कता सुशीला सिस्टर फोन गरौँ है सुशीला सिस्टरले तर बब्बाल गर्मी रहेछ हाम्रो भानमा बसेको ठाउँ भन्दा तर सोचे भन्दा धेरै राम्रो रहेछ मैले यस्तो ठाउँ सोचेकै थिएँ दामी रहेछ यार हामी कता हो सुशीला सिस्टर कहाँ बस्छ म आइसकेँ कहाँ हो तपाईँ ए तपाईँ त यहाँ पो बस्दो रहेछ त है ओहो हो यहाँ त बब्बाल गर्मी रहेछ त ए इकै पनि यही हो चर्च तर सोचे भन्दा धेरै राम्रो ठाउँ रहेछ त मैले यस्तो सोचेकै थिएन मैले यस्तो सोचेको यस्तो मतलब सम्मु रहेछ राम्रो यी ट्याक्कै यहाँ आएर सोधेको यहाँ भनेको भन्दा होइन खाने होइन पहिला जाने अनि के बनाउनु भएको म त्यो फ्रिजमा त्यो वाटरमेलन राख्न दिएछु ए त्यसो भए ल गाइज है म चाहिँ खासमा यहीँसम्म आएको यहाँ भन्दा नि यहाँबाट उता एउटा हाम्रो इकाइ छ त्यो इकाइ चाहिँ अवलोकन अब भन्दा नि हेर्न आएको अनि यो ठाउँमा पनि पहिलेदेखि आउने 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 भन्ने थियो कस्तो रहेछ भन्ने लागिरहेको थियो त्यो भएर यसो हेरिदिउँ न ओइ कुखुरी भनेर आएको जियोस् मैले सोचेँ भन्दा त धेरै फरक पाएँ ल मैले त अर्कै सोचिरहेको थिएँ कि बिरालो बिरालो है त्यस्तो सोचिरहेको थिएँ सोच्यो भन्दा धेरै फरक रहेछ तर गर्मी चाहिँ अनि ला भिडियो बनाउने क्या राम्रो तर गर्मी चाहिँ एकदम बब्बालै रहेछ दामी गर्मी रहेछ अनि टक्क म यहाँ छु हाम्रो सुशीला सिस्टर बस्ने यहीँ रहेछ अनि उहाँलाई लिएर उहाँले काम गर्ने स्वास्थ्य संस्थासम्म पनि पुगौँ न यहाँ आइसकेपछि भन्ने भइरहेको होइन खासमा म यो ठाउँमा आउने भनेर सोचिरहेको थिएँ हेर्नुलाई टक्क खाजा खानेलाई भइसक्यो हाम्रो चाहिँ यो रेडी रहेछ त्यही भएर यो खानेकुरा भए यहाँ पलाएर यो खाने त्यसपछि हामी इकाइतिर जाने मजा चाहिँ हामीले इकाइ पुग्न लागिसक्यो झ्याप्पा लगाएर अनि यो चाहिँ इकाइ हो यहाँ चाहिँ शीतल रहेछ पिपलमा बस्नलाई बसेपछि चौतारीमा गएर तपाईँले यति त लेख्नु भएको अब म चाहिँ यहाँ आइसकेँ अब यहाँबाट यसो हेर्छु तपाईँलाई देखाउनु त्यहाँभने अब देखाउनु नमिल्ने पनि हुनसक्छ अलिकति चाहिँ देखाइहाल्छु कार्पेट त हालै रहेछ मिठो रहेछ राम्रो देखेको रहेछ है अनि अब जाँदै हो म चाहिँ होइन यस्तो एकदमै राम्रो लाग्यो मलाई यो सबै एरियाहरू पिपल्टाहरू सबैजनाले